हेलो गुड मर्निङ गाइस। आज चाहिँ उठ्ने बित्तिकै खाना, किनभने म चाहिँ घरमा छु। घरमा त म उठ्दाखेरि पाकिसकेको हुन्छ नि त हो। अन्त पाकेर सब रेडी भएर पनि सबैले खाएर हाम्रो घरकोहरू चाहिँ सबै आफ्नो आफ्नो काम गइहाल्यो। म चाहिँ हो भर्खर उठेर भात खाँदैछु। आमाको चाहिँ आज इन्जेक्सन ड्युटी हेल्थ सेन्टरमा। आमा गइहाल्यो खाएर, आपा पनि दोकानमा गइहाल्यो खाएर। अन्त बहिनी पनि नानी लिएर माथि लुगा चेन्ज गरिदिन्छु भनेर गइहाल्यो। आज नानीको इन्जेक्सन छ नि त, कति रुन्छ होला। म चाहिँ खाइसकेर पनि अब यहाँ के गर्दैछ, नानीलाई रुवाउँदैछ यसले। भाइ क्या हुआ? रुयो। हामी चाहिँ इन्जेक्सन लगाउन आइपुगेको। नानी हिँडिरहेको छ। इन्जेक्सन लगाउने जग्गामा आइपुग्यो। इन्जेक्सन लगाएर दुखेन है? इन्जेक्सन लगाइसकेर पनि हाँसिरहेको छ। सुकाइदिएको छैन के हो सिलाई यसको पुरा इन्जेक्सन लगाएर पनि दुईजना दाजुभाइ आयो। गाइस म चाहिँ अब इन्जेक्सन नानीको लगाइदिइसकेर आएर पनि अब चाहिँ लुगा धुनु आँटेको। ल गाइस अहिले चाहिँ मैले लुगा धोएर पनि सुकाइसकेँ नानीको। आजको मेरो छुट्टीको दिन चाहिँ यसरी नै बित्यो। नानीलाई इन्जेक्सन लाउनु लाँदा ल्याउँदा लुगा धुँदा हो। अन्त अब चाहिँ रातिको लागि आलु काट्दैछु, चिया खाँदै आलु काट्दै राख्नु पर्यो। गाइस आजको मेरो भिडियो के कस्तो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनुहोस्। म चाहिँ रात पर्नु आँट्यो, रात पऱ्यो भन्दा पनि हुन्छ। अब घाम सुक्नु आँट्यो। ल गाइस।